बिजोगेर यो भएको भागमा पुल त छैन है त हेलो साथीभाइहरू वेलकम सबैजनालाई मेरो अर्को भिडियोमा हामी डान्सको भिडियो आउँदैछ हामी हेर्दिनु होला हैन डान्स चाहिँ अब त्यस्तै त्यस्तै हो कस्तो ठाडो शब्द हो अब ठाडो नै सिधा आज चाहिँ चैते दसैँ हो अनि हामी चाहिँ कसरी बोकेर मामाले जाँदैछ बोला देऊ मलाई बोला देऊ थुक्पा खुवाउनु थुक्पा खानको लागि भित्र छिराएको थियो यिनीहरूले पिरुले पेट बोलाइसक्यो साथीभाइहरू मलाई मेरो टुप्पी उडिसक्यो टुपी छ कि छैन अनि हिला हेर न अनि त्यसपछि गएर हामी चाहिँ यहाँ कलेजको एमसिसीको उयो हुँदै एमएमसी हौ अनि एमएमसी पास गरिसक्यो अनि त्यसपछि गएर सुन्नु न दिदी नेपालले होइन एमसिसी पास गर्न आँटिसक्यो हामीले एमएमसी पास गर्न सकेका छैन मेरो त 1 वर्ष हो तिमीले त्यसो के गर मेरो 8 वर्ष अनि त्यसपछि गएर आज चाहिँ डान्स प्र्याक्टिस गरेर आएको अनि यो भ्लग पनि त्यहीसँग अट्याच भएर हाल्छु म अट्याच गरेर हाल्छु जस्तरी यो मेरो ज्याकेटमा यो चेन अट्याच गरेर जस्तै अट्याच गरेर हाल्छु सो साथीभाइहरू हाम्रो आइसकेको छ टाइमिङ हेरिदिनु हुन्छ नि कति धेरै काम छ तर कस्तो कस्तो लाग्यो अङ्कल एउटा चिप्स दिनु नि एउटा चिप्स साथीहरू हामीले यो अम्मी पनि छैन थुक्पा खानु जाँदैछौँ तर चाहिँ बिरो रहेछ हाम्रो यो मुकबाङ भिडियो तपाईँहरूले आफै मोबाइलहरू आएर हेर्नु होला अम्मी पनि छैन बिरो पोटाटो सेम त हुन्छ एउटा मात्र फ्रुटी दिनु नि उयो गर्न खाने फ्रुटी हुन्छ चटपटी त पिरो खानुहुन्छ त नाटक तातो पनि छ नि त पिरोमा तातो कस्तो हुन्छ मिठो हुन्छ सिजोमा बनाएको थिएँ सुँगुरको आउँदा खानु साथीहरू अहिले चाहिँ आज चाहिँ प्रोग्रामको दिन हो नि आज म चाहिँ रेडी भएर यो बहिनीलाई चप्पल लिदिएर अनि म यसरी जाँदैछु यस्तो दुःख हो हिँड्नु भर्खरै निस्केको अब माथि म साथीलाई भेट्छु अनि त्यसपछि म प्रोग्राम हजुरहरूलाई देखाउँछु सो साथीहरू अहिले चाहिँ म जाँदैछु अब गएर बहिनीलाई चप्पल दिन्छु ल साथीहरू यहाँनिर चप्पल लिइसक्यो बुङ बुङ दिए बम पड्किन आँटे जस्तो भएको छ अब हामी यहाँदेखि जान्छौँ कलेज छादा बङ्गलाको रुने हाटो रूपसञ्चारले त अघि पो काम सक्नु भएको त के को यो ओ निस्क्यो चप्पल निस्क्यो म त यस्तरी हिँड्छु अहिले यो किन निस्केको साथीहरू चप्पल निस्केर लास्टै धोँदै जुत्ता लगाएर आउनु पर्दैछ कि मेरो जुत्तै ठिक थियो यस्तो नाथे त झ्याउ लाग्दो हिँड्न पनि जाँदैन बाङ बुङ बुङ हिँड्न पनि बुङ 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 हुँदैछ छ्यामा त यो यस्तो गरेर हिँड्न त लास्टै झ्याउ हो साथीहरू मैले हिँडेको भएन अरे केटी जस्तो हिँड्नु आएन अरे मलाई लु केटी जस्तो केटी जस्तो हिँडिन अरे कसरी हिँड्नु त जसरी भयो नि पुग्यो भएन
ए आज त म अन्त कलेज कति टाढो छ मेरो मेरो खुट्टा धोइगएको अवस्था छ हिँडिहिँड केटी जस्तो हिँड्नु पर्यो र कलेज कति टाढो मेरो औला खुइदिसक्यो खुइदिसक्यो म त साँच्ची भनेको मलाई उड्न आँट यो मान्छे चाहिँ त्यो कपाल उडेर उड्न आँट मैले चाहिँ आफ्नो चाहिँ देखेको छुइनँ यो मान्छे चाहिँ उड्न आँट के अरे यस्तो घाम छ के दुःख गरेको होला हौ कट्टु त बेच्न आएको हुन्छ ल साथीभाइहरू हामी कलेज आइपुग्यौँ है यहाँ चाहिँ को गीत गाउँदैछ थाहा छैन ल साथीहरू यहाँ चाहिँ यो खै वेलकमको मान्छेहरू हो क्या फेयरवेलको मान्छेहरू म चाहिँ बिचको हो यो म पनि बिचको हाम्रो चाहिँ यहाँनिर प्र्याक्टिस उड्नु आँटेको मान्छे चाहिँ उयो खोइ प्रतिका हो यहाँ चाहिँ प्र्याक्टिस गर्नु हुँदैछ उयो हो हेर्न सक्नुहुन्छ हाम्रो मिस नमस्कार हुनुहुन्छ मिस सुनको भाइ तिमीले लिपुसमा के गर्यौ भन्ने त यो चाहिँ भ्लग आउँछ है भरे भोलि यतिले हुन्छ चाबी यतिले हुन्छ ओइ यो चाहिँ भ्लग आउँछ है भरे भोलि साथीहरू हाम्रो यसपछि हाम्रो तल आउँछ यहाँनिर मेरो खुट्टा लातो भइसक्यो यहाँ भाइ चस्मा नलगाऊ है त्यो आँखा झिम्काएको देख्दैन भाइ तिमीले त त्यसरी गरेपछि त्यो तिम्रो चस्मा फुकालेपछि आँखा झिम्काएको देख्दैन यो भाइ यसरी त गरेर प्र्याक्टिस पनि राम्रो भएको छैन हेलो गाइजहरू आज मसँग वेलकम प्रोग्राममा जानु तयार हुनुहोस् जानु होइन आइसक्यौ त भाइ तिमी अगाडि बनाउनुहोस् यस फेसवासले त्यसपछि मोइस्चराइजर सनस्क्रिन यो भाइको नक्कल यहाँनिर सबैजना हामी चाहिँ आइसकेको छौँ ओए पेट बोक्यो जस्तो देखियो त्यो पेट मुनि त्यही भएर मासुसँग 2 केजी भात नखाऊ भनेको 2 थोक्टा पनि यो मान्छेले 5 दिनसम्म राखेको होस् नभए अब चाहिँ हामीले डान्स सक्यो अन्त नि उयो छ नयाँहरूलाई यो वेलकम र नयाँहरूलाई वेलकम चाहिँ हामी चाहिँ खाजा खान जाने ढिलो पकायो हाम्रो लेग पिसको ठुटा है यो चाहिँ लेग पिसको ठुटा नमिठो भयो भने यो दुइटाले सकेको है नमिठो त मलाई फ्रुटी पनि किन्दैन र अहिले चाहिँ हाम्रो यहाँनिर डान्स हुन आँटेको छ अब हामी यहाँ डान्स यिनीहरूलाई खाना खान लाज लाग्यो अरे स्कुलमा आफ्नो कलेजमा अब यो हाम्रो कलेज छैन ल हुन त क्याम्पस हो यो कलेज होइन थाहै छ म त मिस उता टुरिस्ट जस्तो हो टुरिस्ट जस्तो आउँछ यस्तै छ जिन्दगी बस्दिन केहीको आशमा पढ्न सकौँ मनी अघि छैन केहीको त्रासमा काल आइजानै पर्छ फुल्लकै लासमा बाँचे गर्छु प्रगति नत्र मरे जान्छु बासमा ल साथीहरू बिना भात नरुच्ने मान्छे ओ मेरो कार्यक्रममा सारी पहिलेन म विनम्र गर्छु र टिकटक प्रोग्रामको कार्यक्रम संयोजक हुनुहुन्थ्यो इन्द्रमणि गुरुङ यो भाइले मासु लिएर आयो भने उसको लागि छैन त्यो भाइ कुदा लक्ष्मण दनाल पनि आउँदै हुनुहुन्छ हाम्रो कलाकार यो के हो यतिखेर चाहिँ लाइन गएर हामी जेनेरेटरको कुराइमा छौँ को ला पानी पर्छ छिरो ला बिजोगेर क्या
नेता भनेको त्यसो हुनुपर्छ जाउँ गर्नु न प्रशान्तलाई फोन नेता भनेको यस्तो हुनुपर्छ हो रिमा पनि हाम्रो प्रशान्त दाइ फेरि पछिबाट त घर जाउँ भन्छु ए प्रतिका सुरुमा त आउँदिन नाच्दिन भन्ने त होइन भाइ त्यस्तै भन्ने त होइन हेरौँ लाइन पनि गयो खाली खुट्टा कलेजदेखि एमएमसीदेखि मङ्गलबारसम्म खाली खुट्टा आएको हिँड्न बिचरा हिँड्न गाह्रो भयो म जस्तो आँट गरेर खाली खुट्टा हिँड सक्छु मगर साथी पाउनु पनि एउटा उतै हो क्या अब भ्युज त त्यही 2जना 3जनाले हेर्ला फेरि मै होला एकजना एकजना तिमी भइहाल्यो अर्कोजना मै हेरौँला न आफ्नैमा मेरो चाहिँ घर जाने बाटो यस्तो छ मैले चाहिँ अहिले साथीलाई पुरा दिवरी आएको अनि मेरो चाहिँ घर जाने बाटो यस्तो बिजोग छ यस्तो बिजोग छ अनि जति पनि साथीहरूले पुरा भिडियो हेरेर साथ दिनुभयो उहाँहरूलाई धेरै धेरै धन्यवादका साथ धन्यवाद दिँदै म पनि यो भिडियोबाट बिदा हुन चाहन्छु हस्त धन्यवाद बाई बाई